बङ्क हानेर घुमेको त प्लान डिसमिस भयो जस्तो अब खस्यो र राम्रो कुरा चाहिँ होइन यो बङ्क हान्नु त तर यो वा चाहिँ चाँडोभन्दा चाँडो खत्तम भयो भने चाहिँ यार वेलकम ब्याक टु माई न्यू ब्लग एभ्रिवान होइन आज चाहिँ दिपेश र म भएर जाँदै हम जोरदार बटुक खान पट झेउलायो ब्याकरमा होइन अघि भर्खर चाहिँ यतातिर हरिब कालो भएको थियो मतलब बादल आएर कालो भएको थियो होइन पानी पर्दा जस्तो भयो हरिब त्यो डर लाएर पानी पऱ्यो प्लास्टिक नि छैन रेनकोट नि छैन भनेर हामी सिद्धो बाबा रुक्यौँ लास्टमा हेरेको त पुरै घाम लाग्छ पानी पर्दैन भन्यो अनि हामी चाहिँ फेरि बटुक खाना हाम्रो गन्तव्यतर्फ लाग्यौँ होइन यही हो आजको ब्लग चाहिँ रोड ट्रिप हल्का फुल्का माइक छैन केटा हो आवाज राम्रो आउनु होला सरी होइन त्यसको लागि बाटो चाहिँ यस्तै छ अनि त्यसले चराखानी मैले ब्लग गराउने हो यति हो बाटो चाहिँ यस्तो छ होइन अब सबैलाई थाहा नै छ अब मेरो ब्लग हेरेँ 8जना खान 8जनामा सब 8जनामा 4-5जना सब चिनेको सब पाल्पा खान थाहा नै छ त्यही नि झुक्केर कोही नयाँ आउनु भएछ नि हाम्रो पाल्पा हो होइन सिद्धो बाबा कट्याम यो चाहिँ झलुङ्गे पुल सिद्धो बाबा यता आइसी बाटो चाहिँ अझै यताको यस्तै छ होइन हो नयाँ सरकारले यो बाटो नि राम्रै बनाउँछ होइन राम्रो प्लान ल्याएर इन्जिनियरहरू त राम्रो छन् होइन हाम्रो के अरे हाम्रोतिरको सांसद नै इन्जिनियर हो यो टनल चाहिँ अलि भएन यो पहिरो कटेको बाटो नि यसले भेटेन त्यो अलि यसलाई अझै प्लान तरिकाले अझै लामो गराउन मिले अझै राम्रो हुन्थ्यो हो क्या हो त्यस्तै छ बाटो त होइन अब ठिकै हो बाटोमा यति गर्दै भेटौँला साथीहरू च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गरौँ न बाटो जस्तो हो राइडर पनि फेरि त्यस्तै राइडर र बाटो जस्तो भयो नि च्यानल ब्लग चाहिँ राम्रै हुन्छ त्यही भएर लाइक सेयर सब्सक्राइब गरौँ पानी पऱ्यो यहाँ साथीहरू हाम्रो कम्पनी प्लान यस्तै हुने हो हाम्रो प्लान डिसमिस भयो जस्तो अब प्लास्टिक नै छैन ल साथीहरू पानी पर्ला जस्तो लाग्छ तर अहिले मौसम सफा भयो होइन केही छ हाम्रो एक्सपिरियन्स अनि वाइल्ड हुँदैछ अब म ड्राइभर छिट्छु जस्तो लाग्यो मलाई होइन रोका त हुँदा चाहिँ खोला कट्यामा न त्यहाँ चाहिँ म भिडियो चेक गरेको थिएँ त्यही भएर खोल्न पाएन होइन अगाडिको डाँडा नै हरिब राम्रो देखिन्छ होला यहाँबाट भ्यू त अगाडिको डाँडाबाट भ्यू होइन हरिब आइरहेछ होइन तर माइक्रोफोन छैन त्यसको लागि माग्दैछु होइन पछि आउँछ राम्रो क्वालिटी कन्टेन्ट माइक्रोफोन नि मगाउँदै मैले नमगाएको होइन त्यो आउन टाइम लागेर मात्र हो होइन त्यति हो फरक भनेको आउँछ कहिले आउँछ भन्ने कुरा हो त्यसपछि कन्टेन्ट अझै राम्रो आउँछ होइन त्यही भएर मेक स्योर गरौँ लाइक सेयर सब्सक्राइब गर्न होइन त्यस्तै बङ्क हानेर घुमेको त कन्टेन्ट कति आउँछ कति अझै हातमा पैसा आउन दिनुहोस् त साथीहरू कसम त्यसपछि त कहाँ हो कहाँ लोकल मात्र होइन कि इन्टरनेसनल हो क्या आजको हाम्रो मेन उद्देश्य चाहिँ बटुक खाना हिँडेको होइन भोक लगाएर हिजो चाहिँ मेरो बट्टो थियो आइतबारको होइन आज चाहिँ अलिक प्रोटिन खाऊँ भनेर जोरदारको बटुक खाना हिँडेको होइन अब पेट्रोलको दाम नि बढेछ अब घुम्न नि गाह्रै छ साथीहरू उहाँ चाहिँ चाँडोभन्दा चाँडो खत्तम भयो भने चाहिँ यार त्यस्तै गर्दा त हरिब जिन्दगानी पैसा नभएको बेला झन् खर्च हुन्छ यो ब्लगदेखि मलाई घरकाले घरबाट निकालिदिन्छन् होला क्या उहाँ थाहा त्यही नि केही होइन यो मेरो करियरको के अरे सुरुवात हो क्या राम्रो कुरा चाहिँ होइन यो बङ्क हान्नु त तर बेला बेला चाहिँ माइन्ड फ्रेस गर्न ठिकै हो भन्छु म यति हजुर घरबाट पर्मिसन दिनुहुन्छ भने तलतिरको गाउँहरू हरिब राम्रो देखियो कि आज म हल्का क्यामेरा समातेर राम्रो लागेको मलाई केही थाहा छैन होइन अहिले त हावा लाग्यो साथीहरू पिस आउट अहिले बाटोमा राम्रो भ्यू आइसी खोलाउँला साथीहरू गाउँ चाहिँ राम्रो हो नि छ यस्तै राम्रो कन्टेन्टको लागि लाइक सेयर सब्सक्राइब है कतिचोटि भइसक्यो यार त्यो गरे होइन कसैले त्यही भएर गर्न पठाएको क्या प्लिज गर्नुहोस् न हो क्या हो अहिले त पागल जस्तो गरे यार साथीहरू मेरो क्यामेरा एङ्गल पक्रिने ढङ्ग भएन होइन निपेश चाहिँ यता खान अघि नै चाहिँ आएर हिँड्छन् होइन निपेश साथी मेरो प्रिय मित्र यही खान चलाउँदै डिस्टर्ब नगरौँ होइन फेरि बाटोमा दुर्घटना घटी हुनसक्छ हरिब ड्राइभिङ देखाएर ओभरटेक हाने गेममा मात्रै रियल लाइफ पनि आइजेलो भन्दै सबलाई साथीहरू हावा लाग्यो क्यामेरा एङ्गल बिग्रियो खिच्न पर्छ क्या हो यसरी नि हुने रहेछ त है साथीहरू मैले ड्राइभ गर्दै नयाँ मैले सिकेँ होइन तर कसरी आएर थाहा छैन होइन
आइसक्यो भनौँ। अब हेर टाइम कति हुन्छ त्यही हुन्छ, हामी दार्जिलिङ बनाएको एउटा खाएर गइन्छ। मैले दार्जिलिङ चप्पल लगाएर आउँथेँ, कहिले चप्पल स्लिपर सुत्ती बेसी उडिसक्यो। यस्तै छ मजा आइरहेको माथि चाहिँ यस्तो पहाड होइन, यस्तो राम्रो देखियो नि। यो चाहिँ फुल होइन, हेरौँ साथीहरू फुल। मैले नयाँ एङ्गलले पक्रिनु सिकेर मलाई खुसी लाग्यो। अहिले कस्तो आएको भिडियो चेक गरौँ। सूर्यको पहिलो किरणमा पाल्पाको ढोका हामी देखिसकेका छौँ साथीहरू। सूर्य देवता नमस्कार गर्नुहोस्, जय सूर्य देवता। साथीहरू चार्ज भइन थाल्यो, तनाव छ, एउटा पावर ब्याङ्क किन्न पऱ्यो, सजेस्ट गरिदिनुहोस् त। यस्तै छ, अब ब्लग चाहिँ गराउनु परिहाल्यो होइन। घाम हुन्छ, म गोरो देखिन्छु कि हरिब्राह्म देखिन्छु क्या म होइन, त्यही भएर हो कि यस्तो देखिन्छ। अब यसरी चाहिँ बेसी राम्रो देखिन्छ, तर निकै माग्छ हिरो। मलाई चाहिँ यो पाल्पाको हाम्रो घरबाट सबभन्दा नजिक लाग्छ राम्रो देखिने पाहाड चाहिँ यहाँ अगाडि छ होइन। उयो हो कि यो पाहाड चाहिँ खै किन मलाई मनपर्छ, राम्रो लाग्छ, मिठो छ होइन। यहाँ चाहिँ निपेस यहाँ छ होइन, चार्जरमा 28 रहेछ। मैले चार्जै हेरेको थिइनँ, अब माथि गएर चार्जमा राख्न पर्ला हो क्या। ल यहाँबाट चाहिँ यस्तै हो। यो त यतातिर हरि देखियो अहिले त निपेस। यो रोहन भ्यू चाहिँ यस्तै हो साथीहरू। चार्ज भयो, अब चार्ज राख्न पाए हुन्थ्यो। त्यो ब्लग आउँछ ल यहाँबाट बाई बाई। भ्यू चाहिँ यस्तै थियो होइन, देखिहालेँ त्यही फेरि एकचोटि वान्स मोर टाइम होइन। यही हो नेपालको ब्युटी नै यही हो के। ल यति हो ल साथीहरू, जोरदार हावा लागेको अवस्था होइन। तर मलाई लुगा लगाइसक्यो, पहाडको हावाले सोकिसक्यो होइन। फोटो चाहिँ त्यही हो, अब हामी त आएर निकेस साथीहरू। हामी चाहिँ केराबारी आएको थियौँ, मैले भन्न बिर्सेँ। यो चाहिँ केराबारी हो न, यो ठाउँ चाहिँ यहाँबाट चाहिँ यो केरा हो, यो चाहिँ बारी त होइन, तर यस्तै बाटो हो। यो निपेस चाहिँ खाने भन्दा हुन्छ होला दुईवटा दुःखको कुर्सी। यहाँबाट पनि धेरै मान्छेहरू आएर यहाँ चाहिँ माथि जिम रहेछ होइन। त्यहाँ गएर त्यस्तो सबैतिर हो घर सिधोबाट घर फर्केर चाहिँ गल्ती गरेन। सिधोबाट घर नफर्केर आएर गल्ती गरेन भाइ। ट्रक आयो, अगाडि डर लाग्यो, अझ एउटा ट्रक आउँदैन होइन। त्यही हो, अब बेला बेला के भन्छ अरे एउटा कुराले फरक लगाएर मलाई जान्छ भन्ने कुरा यही हो। मजा आइरहेको यहाँबाट सिकेन कि अब मोबाइल कतिखेर डेट होइन। साथीहरू हामी चाहिँ अघि भर्खर त्यहाँ उयो स्कुटी राखेको, स्कुटी भएको होला होटलमा गएर खाना मात्रै मतलब बटुक पकौडा चिया हेल्दी ब्रेकफास्ट हो क्या। खाँदै एकदम मिठो गराउनु त चिया होइन, त्यहीँ गएर आएर खाए हुन्छ। अनि त्यहाँबाट चाहिँ हामीले हिँड्ने बाटो देख्यो भने कहाँसम्म जाने चाहिँ गाउँ जान्छ अरे। स्कुटी बाइक नि जान्छ, तर हिँड्दै जान मिल्छ भने हामी हिँड्दै जान थाल्यौँ। खास पनि जान त के होइन, त्यसै झेउ लाग्थ्यो अनि गइदिउँ न त भनेर यताबाट जाने कि यताबाट। निपेसले के भन्दै थियो, निपेस भन त फर्केर फेरि अघि न यता फर्केर आउनु न। ये पहाड़ मेरे को बहुत फैसिनेट करता है। निपेस चाहिँ हाम्रो के अरे पाइनापल स्पोर्ट्सको आइजिएल होइन, हाम्रो टिमलाई एकदम इन्ट्रो हो क्या। बेस्ट ब्लग दिनु होला। हाम्रो टिमलाई बेस्ट ब्लग भन्नु होला। के भन्यो रे? हाम्रो टिमलाई बेस्ट ब्लग दिनु होला टिम पाइनापललाई। मलाई नि बेस केही काट्दैन, मलाई एडिट गर्न झ्याउ लाग्छ होइन। तिमीले जे भन्छ म त्यही हालिदिने हो। हामी चाहिँ हाम्रो पाइनापलको स्पोर्ट्सको केटाहरूलाई धेरै मिस गरे। हामी दिपर्छन् होइन, रुपेश मेन त हाम्रै घरतिर भएको सुचित भाइ होइन। अफिसियलको पैसाले मेरो मोबाइल किन्नु लास्ट त। अनि कोच जिनिस छैन स्वरूप भोसडु उयो एङ्गलले बिगाडिदियो हजुर। माथि आइयो होइन, खै धेरै माथि रहेछ गाउँ त। ए त खेतमा रहेछ अघिदेखिको बाटो। फ्या भयो यार साथीहरू यार। उयो झर्नी कसरी देख्नु यहाँ थियौँ, यही होटेल हो, आउनु होला खानु होला होइन। हामी फेरि हामी फेरि मेटेरियल खाएन। हामी चाहिँ मिठो खाएर होइन, आन्टी नि हम्बल हुनु चाहिँ एकदम काइन्ड होइन। त्यही भएर यस्तो मलाई पिआर प्रमोसन चाहिँ त मैले जसको नि गरिदिन्छु, तर के गर्ने 8 सब्सक्राइबरमा कल दिन्छु यार। सब्सक्राइब हाल्नु त यार साथीहरू।
कहाँ हिँड्यो हामीलाई पनि थाहा छैन होइन हिँड्न चाहिँ हिँडेँ चाँपी तिमीसँग नि स्कुटीको हिँड्यौँ मजा आएर कलेजबाट आएको कि ट्रेकिङ आएको कि थाहै छैन होइन हाइकिङ पहाड के उस पार की दुनिया चल रही है गाउँबाट हिँडिरहेको हामी चाहिँ होइन गाउँ छ भन्दै हुनुहुन्थ्यो दिदीले हामी के हो सर्व जस्तो लागेको गुल्टिनु भयो यता अनि यो चाहिँ गाउँ उता स्कुटी बाइकमा जान्छ भन त तर त्यो डाँडा भेटेन नि त हिँड्दै आइयो 15 मिनट भन्नुभएको थियो के अरे 15, 20, 30 ओए हामी निपेस माथिसम्म त नपुगौँ उतासम्म पुग्यो भन त्यो फर्केन अनि अघि नै हामी गएको बाटो चाहिँ खेत जाने रहेछ धन्न गइनु त्यो बाटो यस्तै साथीहरू होइन यस्तो त गोरु आयो होला हो उल्टा हिँड्न पर्छ क्या यस्तै हो साथीहरू चल्दैछ जिन्दगानी रमाइलो छ छोराछोरीलाई सुनाउँछौँ हामी यस्तो पहाड चढेर कलेज जान्छौँ पर्दैन क्रिसको ब्लग देखाउँदै हुन्छ नि प्लिज अब हामी यस्तो पहाड चढेर कलेज जान्छौँ साला अनि पढ्नको लागि होइन पहाड चढेर कलेज जान्छौँ कि आज पहाड चढ्यो भन यस्तो एक दिन पहाड चढेर बल्ल हामी कलेज जान्छौँ अब भोलि त कलेजै जाने हो हामीले अनएक्सप्लोर गाउँ एक्सप्लोर गर्दैछौँ जस्तो भयो यार अहिले त बाटो आयो कि बाटो आयो स्कुटीवाला ए दिदीले त भन्दै हुनुहुन्थ्यो कि ए ल साथीहरू हामी चाहिँ अब यहीँबाट फर्किन्छौँ होला गाउँ यता हो होइन माथि टुप्पामा जान हामी चाहिँ हिँड्दै आयौँ डाँडा यताबाट हो अब दिदीले 15 मिनट भनेपछि हामी तराईको बासीलाई त यो धेरै नै आधी घन्टा 45 मिनट स्कुटीबाट सर जान्थ्यो तर त्यहाँको त्यो रहेछ त्यो बाटो तर थाहा भएन अब चाहिँ म्युचुअल डिस्ट्रिक्टमा के हो फर्किने अब चाहिँ यहाँबाट निस्किन पर्यो अब तलै घुम्नमा आएपछि यस्तै यो बाटो हल्का यस्तो ब्लगिङ चल्दैछ ब्लगिङ एरा सुरु भयो मेरो होइन अन्त यहाँबाट चढ्दिन निपेस तर झेउ गऱ्यौँ के स्कुटीमा अब ठिक्क हुने रहेछ तर बाटो थाहा हुन्थेन नि त अब चाहिँ निस्किने कुरा भयो निस्किन पर्यो होइन ल ल साथीहरू सेल्फी स्टिकको युज गरेर ट्राइपडको युज निपेसलाई देखाएर अब चाहिँ हामी यो अघि नै पहाड चढेको थियौँ अब यो यस्तो ओह्रालो बाटो झर्दै हिँड्यौँ अब चाहिँ गाउँको फिल्म खुब हिरोवाला के अरे टुरिस्टवाला फिल्म कहाँ हुन त हामी कोही होइन टुरिस्ट अब 20सम्म तल झर्छौँ होला त्यो सर्टकट थियो अहिले हामी लङ कट लिँदैछौँ डाँडा हेर्दैछौँ कि क्यामेरा डाँडा हेर्दैछौँ डाँडा लौ घामको कसरी आउँछ भनेर त्यसपछि बल्ल स्कुटीमा फेरि आउने हो नि त हामी त अब अर्को हप्ता फेरि आउँछौँ होला अर्को चाहिँ निवेशको बाइकमा आउँछौँ होला सायद बाइकमा आएपछि त हुन्छ त्यही हो ठाउँ त हरिबै छ यस्तो छ होइन साथीहरू ओइ हरिब देखिँदैछ यहाँ त हुँदैछ साथीहरू रमाइलो हुँदैछ दुईजना मात्र हम त्यही नि हामी त हाइकिङ ट्रेकिङ जे भने नि हुन्छ हामी त सब गरेर आयौँ राइडिङ पिकनिक ड्राई पिकनिक होटेल पार्टी सबै गऱ्यौँ होइन यस्तै छ साथीहरू अब चाहिँ हामी खासमा डाँडाको बाटो खोज्न आएको होइन अर्कोचोटि आइन्छ भनेर उयो त उहाँ जाने बाटो हो क्या यार मरमकोट होइन मरमकोट नि यस्तै कतातिर हो साथीहरू होइन अब चाहिँ हामी तल पुगेपछि निपेसले चलाउन मैले चलाउँछु स्कुटी नयाँ मोबाइल चाहिँदैछ साथीहरू त्यहीबाट चाँडो सब्सक्राइब हाल्नु त्यो एउटा आइफोनको के अरे कोलाब आयो भने त मजा आउँथ्यो यार हो क्या के अरे सपना देख्न अच्छी बात लेकिन के थियो एउटा यहाँ बुटे बुट छ मतलब दाउरा जङ्गल पनि निकालेको मेरो बोली के बुटे बुट छ अरे थैट ठिकै हो बाटो चाहिँ हरि परिहाल्यो हामीलाई हामी चाहिँ बाटोमा झरिहाल्यौँ हो क्या मरमकोट जाने बाटो हो उहाँ त्यस्तै लाग्यो के अरे सायद होला है सोधौँ न त्यहाँ दिदीलाई हो मरमकोट जाने बाटो जहाँसम्म होला हरिब छ बाटो त त्यो त साथीहरू हामी चाहिँ मेन बाटोमा आइसकेका छौँ होइन मेन बाटो चाहिँ यस्तो छ बसेर रोक्न सक्छ हामी चाहिँ कसैलाई रोक्ने होइन अब आइदिएसम्म मलाई त मरमकोट जाने बाटो हो क्या हो अस्ति हो के हो होइन र
मरमकोट जाने बाटो आइछ यो ए मरमकोट रहेछ म त नयाँ गाउँ एक्सप्लोर आउने भनेको मरमकोट रहेछ आखिरमा साथीहरू हामी चाहिँ स्कुटी राखेको होटलमा यो हेर्न त नास्ता गलामा ठ्याक्क लास्टमा चाहिँ हामीले थाहा पायौँ त मरमकोटै है म चाहिँ एकचोटि गएको होइन मरमकोट फेरि आएर गएछौँ भने जग्गा लाग्छ स्कुटी यहाँ होटल चाहिँ हामीले आएको यहाँबाट चाहिँ मैले चलाउँछु निपेसले राख्छ निपेसले अब ब्लग गरेर जाने छुट्टी कुरा ल बाई बाई यसको च्यानल हाइज्याक भइसकेको छ र साथीहरू हामी चाहिँ अहिले कहाँ हामी के अरे त्यो राजस्थान ठाउँबाट हामी चेकआउट गरिसकेको छौँ हामी अर्को डेस्टिनेसन भनेको हाम्रो चाहिँ अब घरतिर हुनेछ किनभने हाम्रो घर चाहिँ जानुपर्ने हुन्छ फेरि घरका थाहा पायो भने चाहिँ फेरि हाम्रो खोँडा सोडा मैले म्याक्स चाहिँ किन लगाइराखौँ भन्दाखेरि यसो धुलो छ मेन कुरो धुलो छ अर्को रिजन चाहिँ घरकाले देख्यो भने फेरि म्याक्स लगाएको अलिक नचिन्न सक्छन् तर होइन चिन्छन् देख्यो भने त अब जे होला देखा त होइन अब एउटा टिनेज भनेको रमाइलो गर्ने विचार हो कसले हेरिसकेको छ मलाई यस्तै हुन्छ देखिसकेर क्रिस चाहिँ अहिले राइडर भन्दैछ म चलाउँछु अब तिमी चाहिँ हरि फुलको भ्यू रहेछ म चलाउँछु तिमी चाहिँ हल्का ब्लगिङ सिक पछि काम लाग्यो भन्दैछ हो पछि काम लाग्यो किनभने हामी चाहिँ अब फर्किदिएँ क्रिस एकदम राइडर बारेमा राइडर के चाहिँ 1 2 3 भन्दैछ एकदम पाहाडको बिचमा हामी चाहिँ मजा आइरहेको छ बक्चोदी भइरहेको पुलमा बक्चोदी भइरहेको एकदम इन्टरटेनमेन्ट भइरहेको हप्ता चाहिँ अब हामी आफै नास्ता खाएर मरमकोट जाने मरमकोट गएर अर्को हप्ता चाहिँ हामी बाइकमा आउँछ बाइकमा आउँछ मेरो बाइक भयो नि आइन्छ बाइक भयो भने चाहिँ किन आइन्छ भन्दाखेरि बाइकमा अलिक तेल कम्फर्ट हुन्छ नि त माइलेज अलिक धेरै दिन्छ नि त हन्डा साइनले त्यही भएर के बुझ्नु भएन त्यहाँको छौँ के तिनवटा बत्ती हराइसकेछ अरे स्कुटीको तेल अलि खान्छ कि स्कुटीले फेरि थाहा होला मेरो पनि पहिला स्कुटी थियो अलि बाइक चाहिँ त्यही भएर र अहिलेको लागि चाहिँ यसो हामी भेट्दै गरौँ न बिचमा एकदम मिठो गफ गर्दै गरौँ न होइन अनि म चाहिँ सस्ता प्रमोसन नि हालिदिन्छु भर्खर यहाँ मेरो च्यानललाई नि सब्सक्राइब गरिदिनु र म चाहिँ टुर्नामेन्ट हाइलाइटहरू हाल्छु होइन फ्री फायरको पाइनापल स्पोर्टको आइजिएल हल्का आफूको तारिफ आफैले कन्टेन्ट क्रिएटरमा पाइनापल यस कन्टेन्ट क्रिएटर छिटै आएर हुँदैछ हाम्रो एकदम हाम्रो हर खुल्दै अब छिटै त्यही भन्न लाग्छ म चाहिँ अगाडिको भ्यू तपाईँलाई 1 2 3 काउन्टडाउनमा म अगाडिको भ्यू देखाउँछु 1 2 3 अब चाहिँ हामी पछि भेट्छौँ बाई यस्तो कुरो लेट्स गो साथीहरू अघि चाहिँ भुटखोला देखाउन बिर्सिएन भुटखोला चाहिँ यही हो यात्रीले बन्द गर्यो होइन काका भुटखोला यो हो अहिले पानी सुकिरहेर केही रहेछ हल्का चाहिँ चालो लगा होइन यो चाहिँ हल्का अब जान चाहिँ खै जान्छ नि तर नहुन चाहिँ हल्का मान्छेहरू गइरहेको हुन्छ हरेक साथीहरू हल्का बन्द गरिदियो होइन यही हो भुटखोला अघि देखाउन बिर्सेन त्यही भएर भुटखोला देखाउन खोलेको अब चाहिँ हामी लगभग 30 मिनटमा पुग्छौँ बाटो तर नदी यस्तो छ नि तर नदी धुलो मेरो कालो हुडमा त मेरो कालो हुड सेतो हुन लागिसक्यो लामो कालो हुड यस्तो धुलो बाटो छ तर पनि हामी हिँड्दैछौँ त्यो लगभग 90% सक्सेसफुल एकदम राम्रो अब चाहिँ हामी अर्को हप्ता फेरि आउनेछौँ अर्को हप्ता चाहिँ एकदम यस्तो तरिकाले आउनेछौँ कि हामी तपाईँहरूलाई एउटा बिगेस्ट सरप्राइज दिएर आउनेछौँ क्रिसको भ्युवरहरूलाई अगाडिको धुलो हेर अगाडिको धुलो देखाउँदा म पागल भइसक्यो यहाँ अगाडि केटाहरू रहेछन् कहाँ केटाहरू हुन् थाहा छैन भेजा भयो होला ब्लग बनाइदिएको बालै भन्नु तर अगाडिसित अगाडिसित हो दुनियाँले के सोध्छ हाम्रो गरेर हामीलाई मतलब छैन कि बुझ्यो नि आफूलाई के सोध्छौ त्यो मतलबको कुरा हो पछाडिबाट टिप्पणी आइरह्यो हामी चाहिँ आफ्नो गफमा यस्तो मग्न थियौँ कि होइन हामी कहाँ थाहै भएन ब्लगिङ सुरु गर्ने बिर्सेछ होइन अनि त्यसपछि ठ्याक्क पछाडि गयो यहाँनिर एकदम ठ्याक्क मिलन चोक आइसी याद आयो है ब्लग सुरु गर्ने भ्याउन आउट पऱ्यो भनेर ठ्याक्क याद गरेर खोलेको यो चाहिँ मलाई यहाँको मलाई बाटो चाहिँ पटक्कै मन पर्दैन ट्राफिक लाइट बोल्दैन अटोले ल्याङ हान्छ बुटोलको कामै होइन यही हो अब चौरा आइसक्छौँ अब चौरा अगाडि हो देखाउँछ अगाडि अनि साथीहरू निपेस डाबामा घर छोड्न थाल्यो होइन बिचको बाटोको ब्लक चाहिँ बिग्रेको निपेस थियो क्यामेरा एङ्गल चाहिँ पुरै ढुक्का रहेछ नकिन हेरेको होइन त्यसको लागि कम्प्रोमाइज त्यसको लागि म क्षमा माग्छु निपेसको साथको निपेसलाई अब ट्रेनिङ दिन पर्ने जस्तो ब्लगिङ अब निपेसको घर आइसक्यो होइन अनि
निपेसलाई छोडिदिन्थ्यो अनि म कति आइपुग्यो खासै गइनँ बादमा चाहिँ बरफको जाने हामी आर्कोसँग सबै मिलेछ भने त्यसको लागि नि स्टे ट्युन होला निपेसको घर चाहिँ आइसक्यो होला अब निपेस चाहिँ छोडिदिउँ त्यसपछि हामी लाग्छौँ आफ्नो घरतिर छिरिज बाटोमा कलेज गएर आएको साथी त ओइ छिरिज ल यिनी भेटिए एकदम ल गयो निपेसमा गएँ मैले चाहिँ निपेसमा छोडिसकेको त्यहाँ अब साथी भेटेर दिनखाने हल्का अगाडिबाटसम्म छोडिदिएँ अब म चाहिँ एक्लै हो होइन अब चाहिँ घरबाट जानुपर्छ अब आजको ब्लग चाहिँ यही थियो ब्लग मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब हाल्ने भन यस्तै ब्लग आउँदै गर्छ पिस आउट